शिक्षामा जुन किसिमको गुणस्तर कायम गरेको छ त्यो वास्तवमा यो जिल्लाका मात्र होइन राष्ट्रभरिका सबै विद्यार्थीहरूको लागि सबै विद्यालयको लागि वास्तवमा प्रेरणादायी र अनुकरणीय काम हो मलाई जस्तो मलाई लागेको छ। वास्तवमा यो विद्यालय को नजिकै 2008 सालमा स्थापना भएको कुशेश्वर माध्यमिक विद्यालय जहाँ अहिले क्याम्पस तहसम्म पढाइ भइसकेको छ, विश्वविद्यालय बन्नतर्फ अग्रसर हुँदैछ र त्यो विद्यालयको नजिकै रहेको यो विद्यालय अब धेरै विद्यालय हुँदा अथवा चाहिँ हाई स्कुल धेरै हुँदाखेरि यहाँ विद्यार्थीहरूको राम्रो शिक्षा पठन पाठन हुँदैन कि अथवा चाहिँ कस्तो किसिमको हुन्छ भन्ने सबैलाई लाग्नु स्वाभाविकै हो। तर वास्तवमा विद्यालय जति धेरै भए पनि प्रतिस्पर्धात्मक भावना भयो भने विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना अनि शिक्षामा गुणस्तरीयता भयो भनेदेखि जैसुकै विद्यालय भए पनि केही हुनेवाला छैन, धेरै राम्रोसँग सबै विद्यालय चल्छन् भन्ने कुराको उदाहरण चाहिँ नि यो विद्यालय भएर देखा परेको छ। र वास्तवमा यति छोटै समयमा पनि यस विद्यालयले जुन किसिमको गुणस्तरीय शिक्षा दिन सकेको छ त्यसले गर्दा हामी सबैलाई प्रभावित पारिरहेको